गाइस वेलकम टु न्यू ब्लग। आज ब्लग चाहिँ हामी बाटोबाट स्टार्ट गरेछौँ र यी फुल गाइस दामी छ। अर्को पनि यता कहाँ लुकाइरहेको छ एउटाले निकाल्दै त गाइस वाइफाई नि टिभीको अवस्था दुईटा फुल तैँले कसलाई भन् बम लास्ट पनि खेलिरहेको छ मस्तले। अब हामी भनेको ठुलो जाने भनेको छ भने अब हामी जाने के भनेको उठ्दै जाने हो। मेरो घरको चाहिँ मस्तले बस्ने हो होइन गाइस। अनि म ज्याकेट लाउँछु अनि त्यहाँपछि पानी लिन जाने ल गाइस। अब एकछिन भेटौँ है त। ल गाइस ज्याकेट स्याकेट लायो। अब टक्क म चाहिँ बाइकमा बसिरहेको छु। बाइक दामी छ हौ बाइक पनि। साइन बाइक हो होइन गाइस, हन्डा बाइक। अहिले लड्यो भने कसले बनाइदिन्छ नचढे त गाइस। खतरा छ दाइले किनेको 4-5 वर्ष भयो अरे। अझै दामी पिकअप दिन्छ। 3-3जना उकालो तानिदिन्छ गाइस। खतरा ल गाइस। अब हामी कहाँ जाने? अब हामी रेस्टुरेन्टमा जाने। त्यहाँ पनि नजाने अनि त्यसो भए नोजेनकोमा जाउँ। त्यति हावा भर्ने त्यसो भए कहाँ जाने? त्यही चौरीमा गएर बस्नु। गाइस ती चौरीमा बाटो निस्क्यो। सो अलराइट गाइस हामी बाटो निस्क्यौँ। अब गाइस मेरो मोबाइलको सिसा बाहिर गिलास फुटेको छ तापी त्यसै भाइ आउँदैन। त्यो मोबाइल बनाउने गिलास फेर्ने पैसा पनि उठेको दिवा पनि जान्छ गाइस। सो गाइस यहाँ चाहिँ हामी आइपुगिसक्यौँ होइन आधी बाटोमा। त्यहाँ दिदी देख्न सक्नुहुन्छ गाइसहरू प्लास्टर गर्ने हुन्छ मजाले आफ्नो आम्बो गाइस देख्न सक्नुहुन्छ। दिदी हेर्नु न मैले सो गाइस हामी आधी बाटोमा आइपुगिसक्यौँ। साथी के भन्ने रे लु भने गाइस हामी चाहिँ ऊ त्यो ग्राउन्डमा गएर लाग्यो किरिमिरी हुन्छ। ठुलो मोबाइल आइफोन भएको मजाले सबै भेट्छ। आइफोन त टाढी जान्छ रेडमी अब आउँछ गाइस टाढी। फागुन सकिँदै यतिखेर पठाउनु भन्दै अब कहिले थाहा भएन यो गाइस। अब चाहिँ हामी ग्राउन्डभित्र गएर भेटौँ है त गाइस। यहाँ छोडेको झगडा उ त्यहाँ छ एउटा बाँदर नि भर्खरै उता निस्किरहेको थियो। कहाँ मन्थ्यो गाइस उसित बाँदर प्रदीप दाइ त्यहाँ छन्। त्यो अनि अस्ति आजिमलाई दिएको नि त प्रदीपलाई हेरेर बस्छ। देख्नु पनि थियो त बाँदरको भन्ने कस्तो जरी त्यो प्रदीप त्यहाँ खेलिरहेको छ र अब त आम हो त्यस्तो नगर्नु यार। ऊ रुन्छ क्या त्यस्तो नगर्दैन र हामी यसरी देखाउने त्यो के अरे निराशा देखाएको छैन किन अर्को त्यस्तै ल निराश रुन्छ अरे त्यो म्यानेटले अस्ति एक दिनभरि यो ग्राउन्डमा बसेर त्यसलाई पठाएको कि निराशले पठाएको त कि प्रफेसर जाने छ बाबु तैँले त्यसो गर्नु हुँदैन नि। प्रदीप स्किल देखाइदेऊ त्यो सो गाइस देख्न सक्नुहुन्छ यो फुल हो होइन। बल यहाँ देऊ त बल देऊ न एक सर्ट म कसलाई हानौँ गाइस देख्नु सक्नुहुन्छ फुल। अब उता छ एउटा भाइलाई म सिकाउनु पर्यो। ल गाइस 1 2 3 गुड ल गाइस यहाँ देख्न सक्नुहुन्छ बास्केट बल छ आज हाम्रो साथमा। यो सानो बल पनि आइपुगेको ल गाइस। ब्ल्याक कलरको कसको बल हो यो? ए व्हाइट कलरको ऊ त्यो भाइको बल हो त्यहाँ गाइसहरू। फुवा खेल्न जति सबै आउरे किन चिल्ली है ठुलो छोरी चिल्ली ल 3जना चुप लागेर बस सक्यो कुरा माथि जाऊ ल भाइहरू। गाइस फुवा खेलेर आएको कस्तो खुडा भाँच्यो क्या गाइस। अझै नि चौरीमै छ फल खेल्यो ऊ मोडे भन्ने जन्तु आइपुग्यो। के घिचेर यति साह्रो मोड आउँछ हो यो मोडे ओ मोडे मोडे एक्लै घिच्दै आउँछ। बॉबी ऊपर से हम
हमने तो दिन में बोला मैं तो हॉस्पिटल गाइस यतिको लागि आएको है हामी मोटेको भाइ आयो ल गाइस अब आजको लागि भिडियो यति लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला मेरो मोबाइलको ग्लास खेल्नु पर्ने सोच गरिदिनु होला ल गाइस